नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आजको यस भिडियोमा हामी सर्लाही जिल्लाको भरतताल जाने सडक हेर्दै भरतताल पुगेर भरतताल र भरतताल वरिपरिको सम्पूर्ण ठाउँ हेर्ने छौं। बागमती नदी पुल छेउको सडकबाट दक्षिणतर्फ लागेपछि हामी भरतताल पुग्न सक्छौं। पूर्व पश्चिम महेन्द्र राजमार्गदेखि करिब 4-5 किलोमिटरको दूरीमा भरतताल रहेको छ। हामी भरतताल पुग्नलाई बागमती नदीको किनारै किनार नन स्टप कतै बाटो नछोडी अगाडितर्फ जान पर्ने हुन्छ। सुन्दर शान्त बागमती नदीको किनारै किनार, त्यसमाथि यति राम्रो पिच गरिएको सडक यात्रा गर्दै हामी भरतताल पुग्ने छौं। ल साथीहरु, भरतताल सम्मको हाम्रो यात्रा सुरु भइसकेको छ। भिडियोमा लाइक गरेर साथ र माया दिनु होला। अब एकैछिन हामी म्युजिक सुन्दै भरतताल जाने सडकमा सँगै यात्रा गर्ने छौं र एकछिनको यात्रा पछि भरतताल पुगेपछि म फेरि तपाईहरुलाई भेट्ने छु। म्युजिक सुन्दै सँगै यात्रा गरौँ। स्टे ट्युन। ल साथीहरु, फाइनली भरतताल पुगियो। ल हेर्नुस् त, आम्मामा कति धेरै भिड रहेछ। भरतताल पुग्नु नजिकै अलिकति अफरोडको सडक रहेछ। यहाँनिर ताल नजिकै थोरै करिब 200 मिटर जति सडक चाहिँ अफरोड रहेछ र बाँकी भने पुरै हामीले पिच सडकमा बागमती नदीको किनारै किनार सुन्दर सुन्दर दृश्यहरू हेर्दै हामी अहिले यति बेला भरतताल पुगिसकेका छौं। ल अब हामी एकैछिन भरततालको सुन्दर सुन्दर नजारा, सुन्दर सुन्दर भ्यू यसै भिडियो मार्फत हेर्ने छौं। सो भिडियो चाहिँ हेर्दै गर्नु होला। ल गाइज, भरतताल हेरौँ है। सर्लाही जिल्लाको भरतताल। अहिले चाहिँ यहाँ त जहाज पनि आएछ। ओहो नि, पहिला चाहिँ यहाँ त्यो के भन्छ अरे, हत्यारा कि को अरे, बानको जहाज चलिरहेछ। जहाज आएको त यहाँ धेरै भइसक्यो। अहिले नयाँ के एयरलाइन्स रहेछ बा, भरतताल एयरलाइन्स अरे। ओहो, ल हेरौँ है एकछिन हेरिदिउँ। ओहो, फोटो सेसन त फेरि बडा मान्छे त फेरि वाइल्डै हो, वाइल्डै। पहिलाभन्दा धेरै चेन्ज भइसक्यो रहेछ यहाँ। एकछिन म यसो साइडमा जानु पर्यो, यसो हेरिदिउँ। राम 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 राम। ल 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 ल। ओहो नि, पानी त फोहोर त फोहोरै हो, तर त्यस्तो दुर्गन्धित चाहिँ
छैन रहेछ। ओहो जहाज कुदेको हेर हेर म्यानको जहाज। यस्तो छ है माहौल। यो ताल चाहिँ सर्लाही जिल्लामा रहेको छ। मान्छे त वाइल्डै बेलुका बेलुका भइसक्छन्। कति मान्छे आए होलान्। ओहो यहाँ त खतरा 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 भएछ हो पहिलाभन्दा। पहिला यस्तो केही थिएन, धेरै परिवर्तन भएछ अहिले यहाँ। क्रुजर ओहो ठुलोमा त मान्छे नै कति धेरै अट्दो रहेछ। के कस्तो लाग्यो यसो भिडियोमा प्रतिक्रिया दिनु होला है। ओहो घोडासवारी 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 दामी दामी। ल रेल पनि रहेछ हौ रेल। रेल गाडी चिक 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 रेल गाडी चिक चिक चिक। ₹100 मात्र, ₹100 मात्र।